काली गण्डकी र मोदीको सङ्गम मोदीबेनी यो एउटा राम्रो धार्मिक स्थल पनि हो। यहाँ यस्तै पर्वहरूमा तीर्थालुहरू नुहाउनको लागि यहाँ आउनुहुन्छ। अहिले म कोइयाको पुलमा बसेर लाइभ दिइरहेको छु। यहाँबाट हजुरले देख्नुहुन्छ, यहीँबाट नजिकै 7वटा पुल देखिन्छ, जहाँ कुस्माको पर्वतको 7वटा पुल भनेर प्रचलित छ। यो कालीगण्डकीमा हालिएको यो कोइया पुलदेखि पारी हामी देखिएको जुन बाइकहरू आइरहेको छ, यो धौलागिरीबाट पर्वततिर आइरहेको बाइकहरू हो। यो रिक्स मल्नुहुन्छ उहाँहरू कुस्मा बजारतिर जाँदै हुनुहुन्छ र यो यात्रीहरूलाई झोलुङ्गेमा हेर्ने पर्यटकहरूलाई चाहिँ यहाँ आउँदाखेरि अलिकति बाइकले अलिकति डिस्टर्ब गरेको अनुभव भयो। खैर केही छैन। हामी कालीगण्डकीको मोडहरू तल सललल्ल बगेको कालीगण्डकी र माथि सल्लाघारीले चाहिँ एउटा जुरो, एउटा कटिङमा एउटा चाहिँ सदाबहार वनस्पतिको रूप देखाइरहेको छ। हामी बाइकरलाई पनि पास गर्दै हामी पनि अगाडि बढिरहेका छौँ र तलको जुन मोदीबेनी यो देख्दाखेरिमा आनन्द लाग्छ हैन। पवित्र गङ्गा स्नानको चाहिँ तल काम भइरहेको छ र त्यहीँ एउटा सबको सतीगति पनि गरिएको देखिन्छ। पारीबाट पनि पुलमा बाइक वारपार गरेको देखिन्छ। आज प्रशस्त तुयालुले गर्दाखेरि अलिकति मौसम क्लिन देखिएको छैन, तैपनि यो हेर्न लायक ठाउँमा आउँदाखेरि मनमोहकै छ। साथीहरू यहाँ बढी बाइकको आदान प्रदान हुँदो रहेछ। हामी पनि गन्तव्यतिर अगाडि बढिरहेका छौँ। कोइया पुलमा हामी कोइया कादुरी पुल चैयो मचिँदै अगाडि बढिरहेका छौँ। हेर्न सक्नुहुन्छ अगाडिबाट बाइक आइरहेको छ फेरि पनि, र यत्रतत्र धुले बाटाहरूमा गाडीहरू कुदिरहेका छन्, पारी धुलो उडाइ। यो चैतको खडेरी, मौसम पनि पतझड हो र मौसमले पनि आफ्नो उसलाई फार्न खोजिरहेको देखिन्छ। तैपनि डाँडाकाँडाहरू मधुरा छन्। हाम्रो साथीहरू उताबाट धेरै टाढाबाट आउँदै हुनुहुन्छ। यो पुल निकै लामो छ। तल चाहिँ हाम्रो मोदीबेनीको जुन धार्मिक स्थल छ, त्यहाँ हामी एकचोटि त्यहाँ पनि पुगेका थियौँ। तलै गएर हामीले स्नान पनि गरेका थियौँ। आज यो माथिल्लो भेगमा कोइया पुल तरेर पारी पर्वत र धौलागिरी जोड्ने स्थलमा यता सायद यो सानो रेस्टुरेन्ट पनि रहेछ कि सानो आराम बुच्काहरू पनि देखिन्छन्। र यता माथि खुइलो पाखा हुँदै माथि सल्लाघारी टन्नै भरिएको सल्लाघारी देखिएको छ।
हस्त गाइस, अर्को क्लिपमा फेरि प्रस्तुत गरौँला।